guys, welcome back to my another video. आज चाहिँ हामी यसो वकमा गइरहेछौँ. मौसम पनि एकदमै चिल छ है, रमाइलो छ. अनि आई लिटरली लभ द वेदर या. त्यस्तो गर्मी भन्ने चिज चाहिँ नहुने रहेछ. अहिले समरै चलिरहेछ. दो इट्स लाइक बिट कोल्डै छ, रमाइलो छ है, फ्रेस क्या. खालि वक गर्न मन लाग्ने. मोस्टली यहाँ हेर्दाखेरि चाहिँ मान्छेहरू वकिङ गरेर देखिन्छ, साइक्लिङ गरेर देखिन्छ है. अनि मोस्ट अफ द टाइम लाइक इफ दे आर फ्री दे आर गोइङ फर द जगिङ है, आउटडोर जगिङ. लाइक इट्स भेरी नाइस. त्यो कुराहरूले चाहिँ मलाई एकदम जो आई मिन रमाइलो लाग्छ क्या देख्दाखेरि पनि. त आज हामी चाहिँ यसो लेजर टाइम भएकोले पार्कतिर घुम्न जाँदैछौँ. अब हेरौँ नियर बाई पार्क कहाँ छ यहाँ, किनभने युके इज लाइक मोस्ट अफ द प्लेसेस दे हेभ पार्क्स क्या. जहाँ गयो नि पार्क चाहिँ पार्क है. अनि तिनीहरूले चाहिँ नेचुरल कुराहरूलाई लाइक आई मिन यो के भन्छ नेचुरल ब्युटिजहरू कति मजाले प्रिजर्भ गरेर राखेको छ क्या. त्यही कुराहरूलाई चाहिँ समेटेर मजाले होइन अब मजाले बनाइदिएको छ जे होस् पब्लिकको लागि. त्यो चाहिँ धेरै राम्रो हो. होम अवे फ्रम होम रमाइलो छ. वी आर इन्जोइङ दि मोमेन्ट्स अनि वी आर लाइक वी आर भेरी मच फाइन हियर. अब यो चाहिँ टोटली न्यू ठाउँ हो मेरो लागि. अब अहिले जुन ठाउँमा हिँडिरहेको छु यो चाहिँ मेरो लागि नयाँ ठाउँ हो. म चाहिँ यो नयाँ म बसेको ठाउँ वरिपरि आई जस्ट वान्ट टु सी होइन वाट्स अराउन्ड भनेर चाहिँ. त्यही भएर म यसो वकमा निस्केको. सो आइ एम जस्ट टेकिङ यु अदर साइड अफ द क्याम्प. मेरो लिरिक्स चाहिँ मिस्टेक भएर हुन्छ, तर पनि म लिरिक्स मिस्टेक भए पनि कन्फिडेन्टली गाइदिन्छु क्या. यस्तै हुन्छ कहिले. मस्जिद रहेछ यहाँ, पैजानी मदिना मस्जिद. मस्जिद पनि रहेछ त्यहाँ सानो. के पो आधी रातमा यदि हार्लोतिर कोही बस्दै हुनुहुन्छ मुस्लिम कम्युनिटीबाट भने चाहिँ सानो मस्जिद रहेको छ. So let's get on our journey ahead. फाइनली हामी अब पार्कमा पनि आइसकेको छौँ होइन. त्यसको इनसाइड द पार्क. यो पार्कको नाम चाहिँ हो हार्लो टाउन पार्क. अमेजिङ है. कस्तो मजाले बनेको पार्क है. अनि केही छैन तर पनि कति मजाको क्लिन क्या. क्लिन एन्ड टाइडी छ है. एकदमै सिभिलाइज पर्सन, अर्गनाइज एकदम क्या, वेल मेन्टेन्ड है. एकदम राम्रो छ यहाँ चाहिँ. दिस इज वाट युके इज अल एबाउट क्या, क्लिन एन्ड टाइडी. आई डोन्ट नो है अरू ठाउँमा कस्तो छ, तर हार्लो चाहिँ अलिकति क्लिन एन्ड टाइडी नै लाग्छ मलाई चाहिँ. मेरो गिम्बलको ब्याट्री डाउन भएर चाहिँ अहिले मैले मोबाइलबाट भिडियो लिँदैछु होइन. मेबी भिडियो चाहिँ अलिक सेकी हुनसक्छ. प्लिज कन्सिडर है त. I work for 12 years in amusement center होइन. अब कतारमा चाहिँ the weather is so hot है आउटसाइड. त्यही भएर तिनीहरू चाहिँ इन्डोर एक्टिभिटिजमा जानु प्रिफर गर्छ. तर यहाँ चाहिँ आई थिङ्क इट्स क्वाइट अपोजिट कम्पेयर टु कतार है. मान्छेहरू आउटडोर एक्टिभिटिजमा बढी फोकस गर्छ. बिकज दे हेभ सो मेनी थिङ्स टु डु इन आउटडोर एक्टिभिटिज.
and it's totally free. They don't have to spend a single penny. त्यही भएर चाहिँ लाइक पार्कहरूमा यो चाहिँ ठाउँ ठाउँमा यस्तो खेल्ने ठाउँहरू बनाइदिएको छ जसले गर्दाखेरि चाहिँ लाइक दे हेभ अ गुड फ्यामिली टाइम है दे डोन्ट हेभ टु स्पेन्ड सिङ्गल पेनी अल्सो सो So guys, I'm just finally we have reached one of our destination. Right? If you have noticed before, त्यहाँ चाहिँ एउटा पेट्स कर्नर भनेर मेन्सन गरेको थियो लिस्टमा. This is the place what we call पेट्स कर्नर. But I think it's already closed. ठाउँ चाहिँ सानो छ तर रमाइलो छ यहाँ. I have been here before, है. सानो ठाउँमा लिमिटेड ठाउँमा यिनीहरूले चाहिँ जस्ट चाहिने चिजहरू चाहिँ देखाएको छ जस्तो लाग्छ लाइक बच्चाहरूलाई के चाहिँ एजुकेसनल हुन्छ होइन त्यो चिजहरूलाई चाहिँ मोर फोकस गरेर यो भित्र चाहिँ यतिको स्पेसमा अलिकति ठुलो छ भित्रपट्टि त्यसमा चाहिँ मजाले यिनीहरूले समावेश गरेको छ इन्क्लुड गरेको छ है तपाईँ अब यो चाहिँ के भन्छ अब यहाँको लोकल एन्ट्री थिएटर होला यो टाउनको होइन जस्तै अब सानो एक्टिभिटिज फङ्सन्सहरू बनाइदिएको एन्ट्री थिएटर होला पिपलहरू सबै बाहिर त छ त्यही भएर पनि होला त्यो माइट बी वान अफ द रिजन वाइ मल्स आर गेटिङ क्लोज बाई 6 o'clock इन दि इभिनिङ है नर्मली वाट ह्यापन्स इन गल्फ इज अदर कन्ट्रिज आई डोन्ट नो लाइक अदर कन्ट्रिजमा के हुन्छ बट मोस्ट अफ द कन्ट्रिज दे आर ओपनिङ मल्स बाई लेट नाइट तर यहाँ चाहिँ एन्ड इभन आई डोन्ट नो अबाउट द लन्डन्स तर हालोमा चाहिँ 6 बजे नै मल क्लोज हुन्छ टोटली क्लोज सो आई थिङ्क द्याट इज द रिजन अल्सो पिपल आर कमिङ आउटसाइड एन्ड स्पेन्डिङ सम गुड क्वालिटी टाइम with their families and loved ones. अनि अर्को चाहिँ मैले के फिल गरेको भने यो 6 बजे मल बन्द हुँदाखेरि चाहिँ के हुन्छ भने वर्क लाइफ ब्यालेन्स हुन्छ एउटा त्यो जस्तो फिल भइरहेको छ लाइक आफ्टर 6 यु आर फ्री इफ यु डोन्ट हेभ एनी अदर थिङ्स टु डु देन यु आर लाइक फ्री टु गो एनीवेयर सो द्याट इज वान अफ द गुड थिङ द्याट आई लाइक अबाउट दिस टाउन अबाउट द युके बट देयर इज सो मेनी थिङ्स टु यु नो गेट टु नो मोर इन कमिङ डेज बट एज अफ नाउ दिस इज वाट आई नो Okay, come on. When I came to UK, I was so much shocked. रातिको 10 बजेसम्म उज्यालो देख्दाखेरि I was like, is this real? जस्तो फिल भएको थियो मलाई 10 बजेसम्म कहाँ कसरी उज्यालो हुन्छ यहाँ जस्तो क्वेसन मार्क मेरो माइन्ड जहिले चलिरहन्थ्यो बट नाउ आइम युज टु इट है 10 बजेसम्म उज्यालो हुन्छ अनि 10, 15, 10:30 भएपछि झपक्क अँध्यारो भएको जस्तो हुन्छ मेरो चाहिँ एउटा फेभरेट वर्ड भनेको चाहिँ किङ हो क्या बट यसको मतलब यो होइन कि नेपालमा राजै ल्याउनुपर्छ भन्ने चाहिँ होइन जसले राम्रो शासन गर्छ त्यही आयो हुन्छ हाम्रो देशमा अब फेरि बाहिर बसेर यसले भाषण दियो भन्ने कुरा होला त्यस्तो होइन अब हामी पोलिटिक्समा हिँडेको मान्छे होइन तर जो पोलिटिक्समा छ हामी सपोर्ट गर्छौँ तर हाम्रो देश चाहिँ भन्नु पऱ्यो है त्यही हो राम्रो सोचलाई अगाडि बढाउनु पऱ्यो त्यही हो I feel like king of my own world, I feel like king of my own empire हुन्छ नि I feel the same अहिलेको लागि मात्र just for the fun हाँसहरू रहेछ हाँसको छोला खानुपर्छ क्या आवाज हाँसो खानुपर्छ क्या हाँसको छोला खानुपर्छ क्या आवाज हाँसपति आयो
खुट्टा हो नि त खुट्टा स्विम गर्न रेडी भएर बसिरहेको छ मलाई यहाँको घाँसहरू चरा जस्तो उडेको देखेर चाहिँ अचम्म लाग्यो क्या मलाई आकाशमा पुरा चरा उडे जस्तो उड्छ यार घाँसहरू पनि त फर्स्ट टाइम देखेँ म त हाँस हो कि के हो यार यो जस्तो भइरहेको क्या मलाई त। आजको लागि चाहिँ यति नै एट लास्ट के भन्न चाहन्छु भने आरआइपी टु दोज अल ब्युटिफुल सोल्स हु हेभ लस्ट देयर लाइफ्स इन रिसेन्ट इयर इन्डिया क्रास है लाइफ भनेको चाहिँ टोटली अनसर्टेन रहेछ भन्ने कुरा एभ्री वानलाई थाहा छ तर यसले चाहिँ हामीलाई एकचोटि झस्काइदिएको छ अवेर बनाइदिएको छ त्यही भएर गाइज लिभ द मोमेन्ट इन्जोय एभ्री सिङ्गल टाइम विथ यर लभ वान्स है लाइफ कतिखेर के हुन्छ कसैलाई पनि थाहा छैन दिस इज वान एक्जाम्पल दिस इज वान रिमाइन्डर फर एभ्री वान अफ अस सो गाइज live, love, respect everyone, and enjoy your life. Thank you. Bye bye. See you in next video.